यो देशमा यो करुणा भन्ने कुरा, दया भन्ने कुरा व्यक्तिमा पनि रहेन, सरकारमा पनि रहेन। उहाँहरूलाई हाम्रो विनम्रतापूर्वक सुझाव हो, उहाँहरूसँग 2/3 छ। देशलाई समृद्ध बनाउनुहोस्, एउटा मानवीय व्यवहार देखाउनुहोस् र करुणाको पनि महत्त्व छ, करुणा देखाउनुहोस् र यो देशलाई समृद्ध बनाउनलाई सबैको अभिभावकत्व लिएर सबैलाई समान व्यवहार गरेर अगाडि बढ्नुहोस्। हामीले द्वन्द्व फेरि पनि निम्त्याउने अवस्थातिर धकेल्ने काम नगरौँ। हाम्रो विनम्रतापूर्वक अहिलेको सरकारलाई 5 वर्ष चलोस्, अगाडि बढोस् र उहाँहरूले राम्रोसँग काम गरोस् भन्ने नै हाम्रो सुझाव हो। तर यो अवस्थाले, अहिलेको अवस्थाले हेर्दाखेरि द्वन्द्व फेरि पनि चाहिँ सृजना हुने अवस्था सृजना हुने देखिन्छ। यस्तो अवस्था नहोस्। चुनावको बेलामा सुकुम्बासीलाई डोजर आयो भने म छाती थाप्छु भन्ने, भोलिपल्टै सुकुम्बासीको बस्ती हटाइदिने र एउटा कुरा गर्ने अर्को काम गर्ने काम हामी गर्दैनौँ। 3 महिनासम्ममा यो 3 महिनाभन्दा पनि 100 दिनभन्दा पनि बढी गयो र यो अवस्थामा आउँदा पनि यो सरकारले पनि जनतामा एउटा आशा, विश्वास, आत्मविश्वास जगाउन सकेन। उल्टै निराशाको बादल मडारिन थाले र आम जनतामा, गरिब निमुखामा एउटा मानसिक तनावको स्थिति सृजना भएको छ। त्यो मानसिक तनावको सृजना मैले आज मात्रै भयो भनेको होइन, हिजो लामो समयदेखिको तनाव हो, त्यो फ्रस्ट्रेसन हो, निराशा हो। त्यो निराशालाई आशामा बदल्नको लागि अब केही हुन्छ, अब केही न केही काम अगाडि बढ्छ, देशमा समृद्धि हुन्छ, सामाजिक न्यायको हिसाबले गरिबले केही गर्न पाउँछ, गरिबको एउटा चाहिँ आवाज सुनिन्छ भन्ने अवस्था सृजना हुनु पर्थ्यो। तर अहिले सुकुम्बासी बस्तीहरूमा आत्महत्या गर्नुपर्ने स्थिति सृजना भयो। एउटा मानसिक तनाव लिएर सुकुम्बासी बस्तीहरूमा मानवीय हिसाबले एकदमै दर्दनाक अवस्थामा आज सुकुम्बासीहरू बस्नु परेको अवस्था छ। हामीले भनेका थियौँ व्यवस्थित गर्नुपर्छ, पहिला व्यवस्थित गरौँ अनि त्यसपछि सुकुम्बासी सारौँ। हामीले सार्नु हुँदैन पनि भनेका थिएनौँ। व्यवस्थित गरौँ, हामीलाई समय छ, 5 वर्षको सरकार हो। आजै घर भत्काउनु पर्ने अवस्था होइन। आज घर भत्काएर अर्को चाहिँ होल्डिङ सेन्टरमा गएपछि त्यो होल्डिङ सेन्टरमा हिजो हेर्नुहोस् त बाढीले सबै चाहिँ त्यो होल्डिङ सेन्टरमा बाढी पसेको अवस्था छ र सुकुम्बासीहरू आजै हट्नुपर्ने, भोलि नै हट्नुपर्ने, खान नपाउने अवस्थामा यो देशमा सरकारलाई 2 वर्ष 3 वर्ष त्यो सुकुम्बासीलाई पाल्नलाई पनि केही अप्ठ्यारो छैन। सरकारलाई यति खाना लाउन दिनको लागि अप्ठ्यारो अवस्था होइन। आम जनताको पनि भावना हेर्नुपर्छ भन्ने कुरा हो। हिजो मात्रै एउटा गणेश नेपाली भन्ने भाइले आत्महत्या गर्नु पर्यो। त्यसको परिघटना, त्यो घटना हिजोको मात्रै घटनाले भयो भन्ने म त्यसमा चाहिँ पूर्ण रूपले विश्वास गर्न चाहन्न। किनभने त्यो निराशा हिजो पहिलेदेखि नै निराशाको बादल, विभिन्न रोजगारीको अवसर प्राप्त नभएर र ऋणको भारी बोक्नुपर्ने अवस्था भएर सामाजिक र आर्थिक तनाव, मानसिक तनावले गर्दाखेरि एउटा घटना घट्यो। त्यो घटनालाई तुरुन्तै त्यसको रियाक्सन आयो र तुरुन्तै एउटा होनहार युवाले ज्यान गुमाउनु पर्ने अवस्था आयो। यो देशमा अशान्त, यो करुणा भन्ने कुरा, दया भन्ने कुरा व्यक्तिमा पनि रहेन, सरकारमा पनि रहेन।
यो हरेक नेपाली जनताको मन मस्तिष्कमा तल्लो स्तरको जनता, गरिब निमुखा जनताले पनि यो देशमा बाँच्न पाउनुपर्छ, खान पाउनुपर्छ र हरेक व्यक्तिको अनुहारमा उज्यालो ल्याउनुपर्छ र हरेक व्यक्तिको अनुहार जबसम्म उज्यालो हुँदैन यो देश समृद्ध हुँदैन भनेरै हामीले उज्यालो नेपाल पार्टीको नाम उज्यालो नेपाल राखेको हो। हरेक व्यक्तिलाई उज्यालो बनाउनुपर्छ, अनुहारमा उज्यालो ल्याउनुपर्छ भनेको हरेक व्यक्तिलाई मानसिक तनावबाट मुक्त गर्नुपर्छ, त्यो भनेको रोजगारी दिनुपर्छ, त्यो भनेको समृद्ध हुनुपर्छ, सामाजिक हिसाबले र आर्थिक हिसाबले सम्पन्न हुनुपर्छ। त्यो नै उज्यालो नेपाल पार्टीले गर्न खोजेको, गरिब जनतालाई माथि ल्याउन खोजेको हाम्रो आधारभूत कुरा नै त्यही हो। त्यही भएर हामीले सामाजिक न्याय, समृद्धि र सुशासनको विषयलाई प्राथमिकता दिएर हामी अगाडि आएका हौँ। तसर्थ हामीले बुद्धको एउटा दर्शन, एउटा मध्यमार्गी दर्शन, जहाँ एउटा समस्या हुन्छ, आक्रोश हुन्छ, सबै हुन्छ, तर त्यसको समाधान खोजेर जानुपर्छ, सबैलाई एउटा समान व्यवहार गरेर जानुपर्छ भन्ने हामीले यदि गर्न सक्यौँ, समाजले गर्न सकेनौँ र सरकार सबैको अभिभावक हो। सरकारले यदि त्यसरी चाहिँ अभिभावकत्व चाहिँ निर्वाह गर्न सकेन भने अप्ठ्यारो हुन्छ, देशमा अप्ठ्यारो हुन्छ, आक्रोश हुन्छ। त्यो आक्रोशले फेरि पनि अर्को जेन्जी आन्दोलन जस्तै जेन्जी विद्रोह, अर्को टाइपको विद्रोह जन्मन सक्छ। त्यस्तो नहोस्। आजको सरकारलाई, 2/3 सरकारलाई हामीले सुझाव दिन्छौँ। उहाँहरूलाई हाम्रो विनम्रतापूर्वक सुझाव हो, उहाँहरूसँग 2/3 छ। देशलाई समृद्ध बनाउनुहोस्, एउटा मानवीय व्यवहार देखाउनुहोस् र करुणाको पनि महत्त्व छ, करुणा देखाउनुहोस् र यो देशलाई समृद्ध बनाउनलाई सबैको अभिभावकत्व लिएर सबैलाई समान व्यवहार गरेर अगाडि बढ्नुहोस्। यो देशमा रोजगारी सृजना गर्ने काम गर्नुहोस्, यो सबै लगानीको वातावरण सृजना गर्नुहोस्। यो देशमा धेरै ठुल्ठुला काम गर्न सक्ने अवस्था छ, त्यतातिर ध्यान दिनुहोस्, न कि हामीले द्वन्द्व फेरि पनि निम्त्याउने अवस्थातिर धकेल्ने काम नगरौँ। हाम्रो विनम्रतापूर्वक अहिलेको सरकारलाई 5 वर्ष चलोस्, अगाडि बढोस् र उहाँहरूले राम्रोसँग काम गरोस् भन्ने नै हाम्रो सुझाव हो। तर यो अवस्थाले, अहिलेको अवस्थाले हेर्दाखेरि द्वन्द्व फेरि पनि चाहिँ सृजना हुने अवस्था सृजना हुने देखिन्छ। यस्तो अवस्था नहोस्। जहिले पनि हामी हिजो चाहिँ राजनीतिक प्रतिशोध भन्थ्यौँ। यदि हिजो राजनीतिक प्रतिशोध हो भने त्यो राजनीतिक प्रतिशोध आज पनि हुने हो अथवा प्रतिशोधपूर्ण व्यवहार आज पनि गर्ने हो भने हामीले कसरी फरक देखाउने? हामी हिजोभन्दा फरक छौँ, नयाँ छौँ, कसरी मान्ने? त्यो भएको हुनाले अब उज्यालो नेपाल पार्टी भनेको हामीले सुशासन, समृद्धि, सामाजिक न्याय भनेको सबैलाई समान व्यवहार गर्नुपर्छ। सामाजिक अधिकारको मात्रै कुरा होइन, वर्गीय समानता भनेको सबै एकै हुनुपर्छ भन्नेको होइन, तल्लो जनतालाई पनि माथि ल्याउनुपर्छ। हामी समाजवादको कुरा ठुल्ठुला गऱ्यौँ। हिजो समाजवादका ठुल्ठुला कुरा गर्नेहरूले कहिले पनि समाजवादको कुरा गरेन। श्रमिकको कुरा गर्नेले व्यवहारमा कहिले पनि लागू भएन। श्रमिकको कुरा गर्नेले श्रमिकको काम गरेन, पुँजीवादको कुरा गर्नेले पुँजीको काम कुरा गरेन। खालि दलालीकरण मात्रै भयो यो देशमा। त्यो भएको हुनाले श्रमिक र पुँजी दुइटै मिलाएर यो देशको रिसोर्स, यो देशको जति पनि हामीसँग साधन स्रोत छ, ऊर्जा छ, हाइड्रो पावर छ, हामीसँग कृषि छ, सबै चिजलाई हामीले मिलाएर देशलाई समृद्ध बनाउनुपर्छ। गरिब र धनीको बीचको खाडल चाहिँ कम गर्नुपर्छ, धेरै कम गर्नुपर्छ, जसले सबैमा एउटा उज्यालो, मनमा उज्यालो आओस् भन्ने हिसाबले उज्यालो नेपाल पार्टी जन्मेको हो। त्यसको आर्थिक क्रान्तिको मोडेल भनेको के हो? अहिलेको आर्थिक क्रान्ति, आर्थिक रूपान्तरणको मोडेल भनेको उज्यालो नेपाल पार्टीले अब ग्रिन रेभोल्युसन गर्छु भनेका छन्।
ग्रिन रेभोल्युसन हरित क्रान्ति गर्छौँ भनेका छौँ। हरित क्रान्ति गरेर यो देशको आर्थिक रूपान्तरण गर्छौँ भनेका छौँ। हरित क्रान्ति भनेको के हो? हरित क्रान्ति अहिलेको विश्वमा गर्नु, अहिले चलिरहेको अहिले विश्व यो वातावरणीय हिसाबले, सामाजिक हिसाबले, आर्थिक हिसाबले कसरी हरित बनाउन सकिन्छ। नेपाल पूर्ण रूपले हरित हुन सक्छ र हरित क्रान्ति नै नेपालको विकासको एउटा मोडल हो। हामी जलविद्युत, कृषि, पर्यटन सबै क्षेत्रमा हरित क्रान्ति गर्न सक्छौँ। त्यो मोडल नै उज्यालो नेपाल पार्टीले अगाडि बढाएको मोडल हो। हरित क्रान्ति गरेर यो देशको समृद्धि, यो देशलाई चाहिँ आर्थिक रूपान्तरण गर्ने बाटोमा हामी अगाडि बढिरहेका छौँ। तसर्थ उज्यालो नेपाल पार्टी भनेको अरू पार्टीभन्दा फरक किन भन्दाखेरि हामी काम गर्छौँ, डेलिभरी दिन्छौँ र जनतालाई जे गर्छौँ त्यो बोल्छौँ, तर गर्न नहुने काम बोल्दैनौँ। हिजो चुनावको बेलामा सुकुम्बासीलाई डोजर आयो भने म छाती थाप्छु भन्ने, भोलिपल्टै सुकुम्बासीको बस्ती हटाइदिने र एउटा कुरा गर्ने अर्को काम गर्ने काम हामी गर्दैनौँ। तसर्थ उज्यालो नेपाल पार्टी भनेको हामी डेलिभरी दिने, सुशासन दिने र जनताको लागि, देशको लागि काम गर्ने पार्टीको रूपमा हामी स्थापित हुन्छौँ। र अब मैले छोटोमा कुरा राखेर